विभिन्न अध्यायको भगवानको अनेकौं भोग आदि जनुनाथ गोपिनीहरूसँग अनेकौं लीला अनि भगवानको रास पञ्चाध्यायी भगवानको दिव्य रास शरद ऋतुमा शरदको पूर्णिमाको दिनमा भगवानको महाराजको वर्णन दिव्य आदि गरेर त्यसपछि भगवानलाई मथुरामा कंसले बोलावट गर्छ। अक्रूर गएर बोलाउँछन्। भगवान मथुरा जानुहुन्छ। मथुरा गएपछि त्यहाँ मल्ल युद्धको आयोजना गरेका थियो। त्यहीँ भगवानले कुवलयापीठ नाम गरेको हात्तीको उद्धार गर्नुहुन्छ अनि चारुण र मुष्टिक आदि गरेका असुरहरूसँग भगवानको युद्ध तिनीहरूको वध गरेर कङ्कादि गरेका कंसका 8 भाइलाई पनि मार्नुहुन्छ र कंसको पनि उद्धार गरेर माता र पितालाई झ्यालखानाबाट उद्धार गर्नुहुन्छ। श्रीकृष्ण जन भगवानको जय। 12औं स्कन्द 13 अध्याय छ, जुन 13 अध्यायमा सुरुमा कलीमा को राजा हुन्छन्। 9 बनाउन प्रयास गरे, 9बाट 8 भएपछि 7 त्यसरी झार्दै ल्याउने कुराकानी भयो। ठिक छ, भगवानको भागवत भनेपछि जहाँसुकै जे दुःख भए पनि के भए पनि यहाँ हो भन्ने कुरा छैन भयो। मैले त्योभन्दा अगाडि उहाँलाई चिनेको भएमा परिवर्तन आयो भने यो सबैभन्दा ठुलो कुरा हो। अब पछिल्लो समय पनि देशको भइरहेको होला, आशा पनि छ, अब भेट भइरहेछ भने पनि चिन्तन होला अनि राम्रै सम्बन्ध पनि होला। एकदम हजुर, यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूलाई है। जय होस्। यहाँ अब हामीले जे जस्तो गरे पनि त्यसलाई चाहिँ सहज रूपमा स्वीकार पनि होला भन्दै आफ्नो कुरा चाहिँ सहस्रनाम स्तोत्रम् यस्य स्मरण मात्रेण जन्म संसार बन्धनात् विमुच्यते नमः तस्मै धेनवे प्रभवे नमः समस्त बुधान आदि बुधाय विवृति अनेक रूपरूपाय धेनवे विवरणवे अब त्यहाँ कबु राख्यो बत्तीमा राखिएछ ल। अब निशान कोलबाट सबैतिर बाल्दै जाउँ है। गोविन्द भगवानको बत्तीको सङ्कल्प गर्दाहरू चाहिँ चाँडै सुरु गर्दै आउनु न पहिला र अरू हरिलाई चाहिँ नारायण कीर्तन गर्दै ढुङ्गामा त नारायण शिव नारायण 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 शिव नारायण 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 शिव नारायण नारायण शिव नारायण शिव नारायण नारायण शिव नारायण नारायण हे भगवान नारायण देवाय ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय।
त्यहाँ भान्सामा निउरो आएको रहेछ हामीलाई पनि अर्ग्यानिक सब्जी हवनको सुरु चलाउनु पर्छ यहाँ देशे नेपाल देशे गोरक्ष राज्य गंगादेव्या उत्तरपणे गण्डकी कौशिकी प्रदेशे श्रीमद विष्णु प्रजापति क्षत्रे पशुपतिनाथ व्यासमण्डलान्तर्गत अष्टम संग्रामे टारके आडमा भने संगमस्थले अत्र षष्ठी शुणामध्ये रौद्रनाम संवत्सरे श्री सूर्य देवता पूजनम गणपति ब्रह्मा विष्णु रुद्र देवी नवग्रह दिग्पाल राशि संसद योग गण तिथिमा चतुर्वेद अगते सप्तऋषि ध्रुव षष्ठीसम्म नागादि पूजन श्री लक्ष्मीनारायण षोडश पछाडि झुन्डाउन जरुरी यो काम गरेर अप्ठ्यारो जग सानो भनेको खाना अब माझमा त्यो मान आत्मने नमः यसो गर्नु तपाईले जल र अर्घ चढाइदिनु उहाँलाई अक्षता भन्नु पर्यो पर्खाउनु न ओम
सौँ अमृत फलात्मने सर्व शक्ति पीठाय नमः। त्यही दक्षिण कर सुन देब्रे हातमा विष्णवे नमः भन्नु। अब दाहिने हात उठाउनु। माधवाय नमः। अब बायाँ पाउ यसो छुनुहोस् क्या हातले। बायाँ भनेको यतापट्टिको गोविन्दाय नमः। अब दाहिनेपट्टि कृष्णाय नमः। अब देब्रे घुँडातिर केशवाय नमः। दाहिने घुँडा स्वागतम सबैमा राख्नुभयो नैवेद ईश्वरैमा अब हजुर बिहा सक्नुभयो क्या हो ल ओम एकको पवित्रम ल सूर्यलाई हेरेर नमस्कार गर्ने। अनुचितम श्रेयस्तु मम वाच मेघमना यः बृहस्पतिष्वा बाजा यतिखेर बाजाको मन लागेको क्या हो? अब भिसा तल आउँछ मतदान कस्तो गाह्रो रहेछ भन्दा 12:30 घुम्ने गाह्रो रहेछ। यहाँ 11 बजे हाल्यो भने त उहाँ पक्का बसिरहेको नौमा ज्ञान सिद्धाय नमः
अब 10 मा फेरि लिइहाल्नु तुरुन्तै सिद्ध भुजाय नमः भन्नु सिद्ध भुजाय नमः हो सिद्ध भुजाय गुण सिद्धाय नमः भन्नु होइन सिद्ध सूर्यको सिद्ध तपाईँले फुल मात्रै दिनु 28 मा हेर 27 मा राखे 28 मा हेर फुल मात्रै त्यो 28 हो अब 42 मा है माया सिद्धाय नमः बाहुनमा हो अब 53 ल भगवती अब पुत्र सिद्ध भन्नु
पछाडि गरिदिनु त हजुर आज पूजा तिमीहरूले पो घुमाउने अवसर यति बनाएर हो त दिदीले पछाडिबाट लगाइदिएको साइडबाट आएन हो बाको पछाडि लाग्यो
चौथो पुष्टि पाँचौँ पुष्टि छैटौँ 1 2 3 4 5 अब छैटौँ यहाँ छैटौँ यहाँ बोरती पवित्रमसि सतदारं वसो पवित्रमसि सहस्रदारं देव सदा सविता पुनः वसो पवित्रेण सतदारेण सप्तागामदोम्याः नलवन्ते रेक्षाय प्राण देवे कसादिभ्यो नकुलां कति राम्रो जनैले आइदिन्छ अहिले हेर तिमी त हेर्छ मेरो भन्नुहुन्छ हामीलाई बुद्धि दिनलाई त्यही भएर यहाँ पूजा के अरे ध्यान गर्नुपर्छ पहिला नमस्कार गरेर ब्रह्मार्पणं ब्रह्महवि ब्रह्माग्नं ब्रह्माहुतं ब्रह्मैवतेन गन्तव्यं ब्रह्मकर्मसमाधिना अन्नपूर्णेश्वरा पूर्णे शङ्कर प्राणपल्लवे ज्ञान वैराग्य सिद्धार्थं हात चिमटेर यहाँ चढाउँ हो त्यस्तै हो दाहिने हात चढाउनुपर्छ नि देवी हातमा स्वाहा उयो रोटी भाँच्छ यो छेउको यो चुच्चो भएको सहिलो हुन्छ ल चढाउ यो अर्कोचोटि ओम भुवनपदे स्वाहा फेरि अर्कोचोटि ओम भूतानां पदे स्वाहा ओम प्रजापदे स्वाहा ओम वैशानराय स्वाहा भनेर अग्निलाई पनि चढाउनुपर्छ ल
फेरि जल घुमाउने यहाँदेखि यहाँसम्म आधा घुमाऊ है बाँकी रहेको जल यसो आर्पण गर्ने अब एकदम बिदानपछि सुरुको पारा अब यहाँ खानेकुरो अप्ठ्यारो छ ओम प्राणाय स्वाहा ओम व्यानाय स्वाहा ओम समनाय स्वाहा उदनाय स्वाहा अब देब्रे हातले यहाँ पानी यसो चुप यहाँ हाम्रो यसरी छोरी हातले ल अब नबोलिकन कति खान मन लाग्छ त्यति खाऊ नबोलिकन अब खाने बेला बोल्न पाइँदैन कति खान मन लाग्छ धेरै थोरै जति पनि खान पाइन्छ हात निकाल्नु कति वर्ष हुँदा बटाउनु मेरो 7 इयर्स 7 वर्ष बिहा हो 7 वर्ष अहिले कति वर्ष हो तिम्रो गोडा नदी तपाईँले त्यो गोडा नदी राख्नु एउटै यता खै आज त सर पूर्व सङ्कल्प सिद्धिरस्तु महामृत्युञ्जय देवताकृत्यर्थं श्रीमद् अस्मिन् गृहे अस्माकं गृहे श्रीमद् भागवत सप्ताह यज्ञ ज्ञान यज्ञ कर्मणि द्रव्येण यहाँ माथि राखेको यहाँ पूजा गरिदिनुहोस् पूजा पाठी यसलाई आह्वान गरेर दायाँपट्टि एउटा तपाईँ लिनुहोस् एउटा बाह्र लिनुहोस् तपाईँले यता विष्णु प्रतिमा संस्थाप्य हो र त्यसलाई हेर्नुहोस् त्यसलाई हजुर अब त्यो ठाउँमा स्तम्भलाई यमा भनेर नआऊ धर्मराज गरेर आऊ भनेर त्यसलाई लाभान झर्दिने हमारे धर्मराजा लगाएछ दैव सिकाएकालाई स्तम्भ झर्दिन्छ यहाँ स्तम्भसहित तुलाय नमः कुलनीय देवता भ्यो नमः विष्णु फलकते भूमि पूजयेत अब कति ऊ त्यसमा दिनुहोस् अलिक धेरै दिनु दाइ हो त्यहाँ अलिक धेरै राख्नु भन्छ तिमीले पानी राखिदियो बाबु सबै यहाँ पनि होइन यो राखिसकेपछि पानी अट्याएको होइन तिमीले बुझेन उहाँको हात होइन हात धोइदेऊ सफर काम केही गुनामा भरिदिए पनि हुन्छ गोविंद कुला पुरुष संगत हरि तारे देशमा तस्मा शान्ति गरे दिसा पूजो गरी पुष्पाञ्जलि छिवेद
अब पिसादेखि लिएर तपाईँले यता जान्छ भने एकदम है देवतादि मण्डप स्थापना तत्र देवतादि पूजन अब ताली दिनु लक्ष्मी राख्नु ठुलो चाहिँ मिलिरहेछ करिब करिब हुन लाग्यो है करिब करिब हुन लाग्यो करिब करिब बन्यो अब अझ होइन छैन लजायोस् अब हिजोको त्यो डालीहरूको पूर्ण पात्रहरू ल्याउनुपर्छ भाइ खाना खान्छ very good boy. सर्वाङ्गे हरिचन्दनं सुदलितं कण्ठे च मुग्धावली उब्रिने भयो घर त अहिले जमानाको घर त उब्रिने हो
Feeling good. Feeling good. जेठ भाइयाना आरोपित भन म त अमेरिका अस्ट्रेलिया जान्छु आज्ञा दिए मलाई आज्ञा दिनुहोस् भनेर माग आमालाई ढोकिदियो ल्याएर यहाँ राखिदिनु जाने जाने बुझिहाल्छ सरस्वती
त्यो ल्याउँदै बिहे त बाबु त्यो ल्याउँदै के गर्ने भने साइनले अगाडि झिकेर यस्तो गोठमा लगाउनु पाएमा है अहिले हगन अनि यहाँ पनि सुन्नुभयो नि त्यहाँ र अनि यहाँ उसमा बत्ती बाल्ने चाहिँ
सेव्यायभ्य नारायणाय तो बाबु नि जान बर्दुनाको बाबु उसको उमाकान्तकोमा पनि आफैले मान्छेको भोलि पूजा रहेछ त्यही लाउनु भयो क्या लाउनु भयो झरम त भने
ए नानु ल एकदम आशीर्वाद दिँदै बसेर किन खै कति एक घन्टा बस्दै गरिदिनु कि बहिनी भन्ने ए बाबा होइन नि मलाई दिन पर्यो हुँदैन बासा आशीर्वाद लिए कि होइन मामा मामा ए मामा मामा आउनु पनि सबैले आउनुभयो म त हेर्न भ्याएकै छैन मामा तपाईँको जिम्मा छ फेरि हाम्रो विशाल सोध्छु यहाँ मम्मी छ सानीमा हो म दिदी
होइन सबैले हुन्छ अर्कोले हुन्छ अर्कोले हुन्छ त्यो झन्झट नगरौँ कि दिदी है बाबाको आमाको आशीर्वाद दिनै जाने है काम लाग्यो उता गरे दिदी ल अल्टी बोलाइदिनु हुन्थ्यो कि सानीमा यो सिलो न एकदम सानोमा त मलाई थाहा छैन यो कुरा त यो भुजेला लगाइदिनु यो भुजेला यसले हल्दा यो भुजेला अहिले झरिहाल्ने हो खुसी गरेको जान भ्याइन्छ कि फेरि कोही त्यसो लगाउने मान्छेहरूलाई आमा त्यो कुर्ती छोडेर किन बसेर फेरि हिँडे सुन्नै भएन तपाईँ सबै हातिनुहुन्छ फलफुल लिएर राखौँ फलफुल ल्याइदियो तपाईँ ठुलो कुरो लगाइदिनु हजुरले एक टिकाहरू पनि पठाउनमा दिदी बहिनीलाई मात्र हो कि दिदी बहिनीलाई अब सकियो अब भेटेकासम्म खोजी लग्यो अरे अब सोधी लग्यो अरे अब कोही त्यस्तै रचनाले पैसा
होइन नाति अलि भाउजू पानी ल्याउने कुर्सी आइपुगे भान्जी सय वर्षको आइसक्यो मेरो 100 वर्ष बाद आमा घरमा आयो होइन अन्जे बाबु हप्ता दिनको अस्तिमा बाबालाई भेट्न आउने त्यही ठुलो कुरा हो है बोल्ने पनि भयो कि अरू केही दिने अब भेट्न आउँदा नि यसो फोन गर्नुहोस् आमालाई त्यही नै ठुलो कुरा हो धेरै सहयोग गरिन्छ हजुरलाई हेर्नु त थोरै काम गरिन्छ त नि यसले यस्तो गरौँ न यो लौरो मात्रै आए यहाँ हो यो तर राख्नु न
चिन्ता होइन चिन्ता पनि कति हजार चिन्ता तिमीलाई भन्छ नि राजा भन्छ नि जाने भनेको मान्छेलाई मारिदिने टिका टिका बुहारी घरमा कहिले मगाइ लगाइदिन्छ कान्छे सिन्ताल अबदेखि नैवेद्य चढाउने दिदी आमालाई दिदी पछि आशीर्वाद आशीर्वाद हामीले दिएको लिनुपर्ने हो नि त त्यसरी होइन खाना नमिटाम न हो बहिनीहरू आउने भेट्ने आशीर्वाद दिने भेट्न पछि आउन भ्याउने यसो फोन गर्ने त्यति फोन गर्ने धेरै आधार राम्रो मिठो मनले बोल्दै हुन्छ अरू केही दिन पनि बुवा आमाले दिनुहुन्छ अब भनिहाल्नुहुन्छ हामीले अब यस्तो मौका होइन भोलिपल्ट आइदिनु केटी ल आउनुहोस् अब आउनुहोस् म भरे आउँछु
बाबु यस्तो गर्ने बाबु छोरो तिमी धेरै सहयोग गरिरहेको बाबु सहयोग गर्न पाऊँ मैले है छोरो धेरै सहयोग गरेँ कुनै त मैले पनि सहयोग गर्न पाऊँ भनेको नमस्कार भाइलाई 100 वर्षको आयु होस् भनेर आशीर्वाद दिनुहोस् 100 वर्षको आयु हजुर यहाँ भ्याएसम्म राखिदिनु छ यहाँको मान्छे राखिदिनु सधैँ राखिदिनु यो होइन दुनियाँमा यो गर्दै नगर्दा मैले बिन्ती गर्छु हजुरलाई यो होइन ए बाबा यो दानै गर्ने हो कि मनि नगरेर राख्ने कि हुन्न कि भान्जी यहाँ थाम्नै सकिन्न कि भान्जी थाम्नै सकिन्न बुझेको मान्छेले त्यस्तो गर्ने होइन कि बुझेको मान्छेले यस्तो गर्ने बुझेको मान्छेले गर्ने भान्जी अब अघिले आएर उसले लगाउने अर्को नलगाउने भन्ने हुन्छ त भनिरहेको थिएँ छोडिदिनु अब छोडिदिनु सबैको उता उतो भान्जी दिनु कलस होइन कि फटाफट आफ्नो आफ्नो काममा ध्यान दिनुहोस् अरू दिँदैन यो त आशीर्वाद हाले नि मानिसा गफलाई दक्षिण होइन त्यस्तो बुवाको आयु 120 वर्ष बढी नै हो हजुरबा अब आशीर्वाद लाग्छ हजुरबाको आयु 120 वर्षको सन्चो पहिला हजुर आज यतापट्टि बहन पर्ने भयो हजुर छोरी यता बसाइ दिनुपर्ने भयो हुन पर्ने भयो हजुर हो ल हो त्यहाँ बस्छु त हो पछि हाम्रो भयो अहिले बल्ल हालत एउटा के हुन्छ भाइ हजुर मैले आइसकेँ त उहाँले दिनु आज 84 पूजाको 84 पूजा गरेर मान्छेले आशीर्वाद दिनु आज
दिलाउनु होइन अब आउँछ भाउ आनन्द ल पालो छैन आज त जुनले अगाडि आज होइन तिमीलाई हप्ता दिनदेखि घट्टी अब हप्ता दिनदेखि तिमीलाई धेरै आशीर्वाद छ बाबु ल यता टिका लाग्यो यतै जानु रे बुझे मान्छे बन्द भयो भनेपछि फेरि कस्तो घमण्ड गऱ्यो भने बुझे मान्छेले यस्तो घमण्ड गरे जे भयो बाबु त बरु कता चाहिँ हेर्नुहोस् त्यहीँ राख्देऊ केही हुन्न बाबु दिदी कता छ बाबु टिका लाउनु पर्छ ल ठिक होला नाम लैजाऊ तिमी खाली छ हाल्नु पर्यो लाइन त खिचिरहेको थाहा छ क्यामेरा छ अगाडि क्यामेरा सेक्रेटरी प्रमाण पनि होइन ल हामी यता गर्छौँ है त फोन कन्ट्याक्ट होइन आशीर्वाद लिन हजुरहरूको एकदम दीर्घ जीवन स्वस्थ जीवनको कामना शुभकामना गाडी माथि ओहो हाम्रो छोरालाई बल्ल फुर्सद भयो बल्ल बिचरा पालै नपाएर नि छोरा भन्दा पुरा आशिष नगरेर पुग्यो गाह्रो भयो नि फर्केर आउनु पऱ्यो पुग्यो मामा जानु म जान्छु ल फर्केर आएन ठाउँै छैन कि यताबाट होइन म जान्ला होइन म जान्छु म जान्छु यताबाट अब पाइन्छ आशीर्वाद दिनुले धेरै मैले दिइनँ फल्नु छ नि टमाटर फल्नु छ फल्नु भयो त्यस्तो खाना पनि छ राख्न त कहाँ राखेको छु मैले तर उहाँलाई अब छोडिने चिसो होला के होला फल्नु टन्न लगेर खुवाउनु त्यहाँबाट है प्लेट र थालहरू मागेर अनि लगेर अब सिलाइसक्यो होला त्यसलाई है त्यो बाजाका गोगाउने त्यो बाजाका खोइ चाहिँ केही सुनिरहेको छ बाबु अहिले तपाईँ लगे खाली भयो होइन त्यो हामीले लाने हो राख्ने बाबु र आमाको सम्झना राखेर
पानीको बारुनी छैन छ यो जिन्दगानीको तिमलाई सहे मागेर सपटी अन्धार पानीको त्यसैमा अंग्रेजी गाले पानीको हजुर सरले बोल्दिन ल मेरो हालिरहेको भन्दा देउडा पेन्सिनको पट्टा यो रमाइलो गाई हुनी थियो चौपट्ट अरे लैसला
माया सम्झियौ ठट्टा र जागिर घरको दाइ उनी हो ठट्टा।